तपाईहरुले परीक्षा कस्तो गर्नुभयो त? आज प्रहरी जवानलाई 2082 10 मिनेट 17 गते सोधेको गणित खण्डको लिएर आएको छु। कतिवटा मिलाउनु भयो हेर्दै जानुस् है त गणित खण्डबाट। हामीलाई यहाँ जोड गर्नुहोस् भनेको छ 245 र 137 जोड भनेको छ। अब 5 + 7 भनेको 12 भयो। 12 को 2 यहाँ लेख्नु पर्यो। हातमा लाग्यो 1 4 + 3 भनेको 7 भयो। 1 ले गर्दा 8 भयो। 2 + 1 भनेको 3 भयो। यसरी 382 मिलाउनु भएको छ भने तपाईको 1.5 आयो। यस्तै गरी 567 र 678 567 र 678 जोड भनेको छ। यहाँनेरि अब तपाईले 7 + 8 गर्दाखेरि 15 हुन्छ हो। 15 को 5 लेख्नु भयो। हातमा लाग्यो 1। अब 6 + 7 गर्दाखेरि 13 भयो। अनि 1 ले गर्दा 14 भयो। 14 को 4 भयो। यस्तै गरी तपाईले अनि यहाँनेरि 5 + 6 गर्नुभयो 11 भयो। अनि 1 ले गर्दाखेरि 12 भयो भनेपछि 1245 आन्सर आएको छ नि तपाईको यो पनि मिल्यो। अर्को घटाउमा तपाईले अब यहाँ हेर्नुस् है। यहाँ घटाउमा तपाईले अब 605 निकाल्नु भएको छ भने तपाईको आन्सर मिल्यो। यस्तै गरी बी नम्बरको आन्सर तपाईले 69 69 आएको छ भने तपाईको आन्सर मिल्यो। यस्तै गरी गुणनमा 369 आएको छ हो। 369 आएको छ भने मिलेको छ र बी नम्बरको 851 आएको छ भने यो पनि मिलेको छ। अर्को रहेको छ भाग गर्नुहोस् भनेको छ। यो भाग गर्दाखेरि तपाईलाई यहाँनेरि 19 तपाईको उत्तर आएको छ भने यो पनि मिलेको छ। यस्तै गरी बी नम्बरको 96 लाई 12 ले भाग गर्दाखेरि तपाईको 8 उत्तर आएको छ भने यो पनि मिलेको छ। अब अर्को हामी 17 नम्बरको हेरौँ। 17 नम्बरमा भनेको छ अक्षरलाई अङ्क र अङ्कलाई अक्षरमा लेख्नुहोस् भनेको छ। 4779 भनेको 4779 है। यो 9 हो नि फेरि यो बिगार्नु होला 79 है। अनि अर्को छ 7998 लाई अक्षरमा लेख भनेको छ। 7898 है। 7898 लेख्नु भएको भए तपाईको मिल्ने छ। यस्तै गरी यहाँ सरल गर्नुहोस् भनेको छ। सरल गर्दाखेरि तपाईको आन्सर 26 आउनु पर्यो। सुरुमा के गर्नु पर्यो? भाग गर्नु पर्यो भने चाहिँ 5 ले 25 लाई 5 ले भाग गर्दाखेरि 5 आउँछ। बाँकी रहेको सबै सारे यहाँसम्म। अनि फेरि 5 र 7 गुणन गर्नु पर्यो। 5 7 गुणन गर्दा 35 आउँछ हो। अब जोड्ने 35 र 27 जोड्दाखेरि 62 आउँछ। 62 मा 36 घटाउनु भयो भने 26 आउँछ। तपाईले यो पनि गर्नुभयो होला। यस्तै गरी अर्को रहेको छ कृष्णले बजारबाट 5 किलो चामल प्रति किलो रु 50 का दरले किन्यो। दाल 5 किलो चामल 5 किलो किन्यो। अनि फेरि दाल पनि 5 किलो किन्यो। प्रति किलो रु 100 का दरले किन्यो भने उसले जम्मा कति रुपैयाँको सामान किन्यो होला भनेको छ। हेर्नुस् है। 5 किलो चामल किन्यो। किन्न त किन्यो। प्रति किलोको चाहिँ 50 रुपैयाँ भनेको छ हो। 5 किलोको कति भयो? 5 × 50 भयो भनेपछि 250 पर्यो 5 किलोको चामलको। यस्तै गरी दाल 5 किलो किन्यो। प्रति किलो कति भनेको छ? 100 रुपैयाँ भनेको छ भनेपछि 5 किलोको त कति पर्यो? 500 पर्यो हो। भनेपछि अब यहाँ सोध्यो उसले जम्मा कति रुपैयाँको सामान किनेको भने उसले किनेको सामान भनेको 250 + 500 गर्नु पर्यो 750। उसले 750 को सामान किन्यो। यति तपाईको यो 19 नम्बरको आन्सर 750 आयो भने तपाईको आन्सर मिल्छ है। यस्तै गरी अब हामी 20 नम्बरमा जाउँ। हरिसँग 223 रुपैयाँ थियो। उसले 15 रुपैयाँको बिस्कुट किन्यो भने अब हरिसँग कति रुपैयाँ बाँकी रहला भनेको छ। तपाईले 223 मा 15 घटाइदिनु पर्यो। यदि तपाईको आन्सर 208 आएको छ भने तपाईले आन्सर मिलाउनु भएको छ। यस्तै गरी 21 नम्बरमा हेरौँ। यस्तै गरी तपाईलाई 8 वटा सुन्तला राखिएको 10 वटा झोला छन्। ती सबै झोलामा 5 जनालाई बराबर बाँड्दा 1 जनाले कतिवटा सुन्तला पाउँछ भनेको छ। जम्मा सुन्तला हेर्नुस् है। प्रत्येक झोलामा 8 वटा सुन्तला छन् रे भनेपछि 10 वटा झोला छन् भने 10 × 8 गर्दाखेरि 80 वटा सुन्तला भयो जम्मा। यो 80 वटा सुन्तला तपाईले 5 जनालाई भाग लाउनु पर्यो भनेपछि 80/5 गर्ने हो भने 16 आन्सर आउँछ। भनेपछि प्रत्येक व्यक्तिले कतिवटा सुन्तला पाउने भयो भन्दाखेरि 16 वटा सुन्तला पाउने भए। कति पाउने भए? 16 वटा सुन्तला पाउने भए प्रति व्यक्तिले। साथीहरु राम्रै गर्नुभएको होला। म अरु खण्डको पनि लिएर आउँदैछु। हस्त धन्यवाद।